नमस्कार सिक्किमका किसान मजदुर साथीभाइहरू। र मैले एउटा भिडियो हेर्दै थिएँ जहाँ हाम्रो नाम्चीको एकजना बहिनी हुनुहुँदो रहेछ र त्यो बहिनीको नाम चाहिँ मलाई याद भएन। त्यहाँनिर त्यो बहिनीले चाहिँ सब्जीको विषयमा चाहिँ एउटा भिडियो बनाउनु भएको रहेछ हैन। त्यो भिडियो बनाउनु भएको रहेछ। त्यो बहिनीले त्यहाँ देखाउनु हुँदै थियो कि सब्जी धेरै मात्रामा खास गरेर सिक्किमको जैविक जुन चाहिँ खेती छ हैन, उब्जन गरेको प्रोडक्सन छ, जुन चाहिँ तपाईको उत्पादन छ, जैविक उत्पादन साग सब्जीहरू भयो, त्यसको थुप्रो ठुलो थाक चाहिँ अब यो चाहिँ वेस्ट भयो, गाईलाई दिनुपर्छ, गाई बाख्राले खान्छ, अब यो वेस्ट भयो भनेर उहाँले भन्नुहुँदै थियो हैन। उहाँले यो पनि भन्नुहुँदै थियो हामीले गार्बेजको ट्याक्स तिर्नुपर्छ र 600 रुपैयाँ मन्थली पनि ट्याक्स तिर्नुपर्छ भन्ने त्यस्तो खालके कुराहरू गरिरहेको थियो। र यसो पनि भन्दै थियो त्यो भिडियोमा कि अब हाम्रो बोनकी 10 रुपैयाँको बोनी पनि भएको छैन, सँगसँगै बोनी पनि भएको छैन, दिनमा 50 रुपैयाँको सब्जी पनि बिक्न साह्रो पर्यो भनेर भन्दै थियो। अब यो अचम्मको कुरा चाहिँ के छ भन्दाखेरि हामी तपाईहरुलाई याद छ सिक्किम भनेको दुईटै कुराले चिनिने हो। इन्टरनेसनल अन्तर्राष्ट्रिय स्तरमा होस् चाहे तपाईको राष्ट्र स्तरमा होस् हैन, सिक्किम चिनिने भनेको दुईटै कुराले गर्दा हो। एउटा अर्ग्यानिक हो र अर्ग्यानिक म्यान सिक्किम पवन चामलिङ साप, यो दुईटा कुराले गर्दाखेरि मात्रै सिक्किम चिनिने हो। र दुःखको कुरा के भन्दाखेरि त्यो राज्यमा जहाँबाट अर्ग्यानिक सब्जीहरूको हैन खाद्य सामग्रीहरूको उत्पादन हुन्छ त्यही जग्गामा चाहिँ त्यो खाद्य जैविक सब्जीहरू नबिक्नु है, त्यो नबिकेर चाहिँ 10 रुपैयाँको पनि नबिक्नु, बोनकी नहुनु, 50 रुपैयाँको पनि दिनमा त्यसबाट इन्कम नहुनु भनेको एउटा यो लाजमर्दो एउटा कुरा हो जस्तो मलाई लाग्छ हैन। र एउटा कुरा हामीले के याद गर्नुपर्ने हुन्छ भन्दा त्यो भिडियोमा बहिनीले भन्नुहुँदै थियो कि यहाँ चाहिँ अब नाम्चीमा चाहिँ ठुलो शपिङ महलहरू आयो, खास गरेर एउटा कम्पनी रिलायन्स ट्रेन्डको कुरा गर्नुहुँदै थियो। त्यहाँनिर दुनियाँभरको सब्जीहरू पाइहाल्छ र हाम्रो सानो बजारमा किन आउँछ र भन्ने कुराहरू गरिरहेको थियो हैन। त्यो कति दुःख लाग्दो कुरा हैन। र हामीले त बार भन्दै थियो त नाम्चीको स्थिति मात्रै हो, जब मान्छे बोल्न सकेको छैन, खेती किसानहरू बोल्न सकेको छैन, मजदुरहरू बोल्न सकेको छैन हैन। त्यो बहिनीले त त्यहाँनिर बोले, लगभग 5 मिनेटको भिडियो छ हो, त्यो बहिनीले त्यसरी बोलेको छ। त्यो नाम्चीको स्थिति मात्रै हो, गान्तोकमा के होला हालत है, सिक्किमको अन्य भागमा के होला हालत। र त्यस्तै प्रकारले हेर्यौं भने अब हामी सब्जी चाहिँ सडकमा लगेर बेच्नु भन्दै उहाँले भन्नुहुँदै थियो हैन। बिचारा एकदमै मार्मिक एउटा उहाँले भिडियो बनाउनु भएको थियो। र उहाँले मैले अघि कुरा गर्दै थिएँ रिलायन्स ट्रेन्डले गर्दाखेरि त्यस्तो भन्ने उहाँले भन्नु, हामीले बार एसडिएफ पार्टीले बार भनेको, हाम्रो श्रद्धेय अध्यक्ष पवन चामलिङ सापले त यो गए चुनाव अगाडि हामीले यो सम्म पनि भनेको थियो कि यो जति पनि ठुलो है, यो ठुलो कम्पनीहरू छ, जस्तै गान्तोकमा हेर्यौं भने 14 ताले मित्तल भवन भयो हैन, रिलायन्स ट्रेन्डहरू भयो, र यस्ता ठुला जसले चाहिँ ठुलो माछाले चाहिँ बजारमा समुद्रमा चाहिँ सानो माछा खाएको जस्तो नि, अब बजारतिर हेर्यौं भने यस्ता ठुला महलहरूले साना व्यवसाय गरेर खाने, जस्तै साग बेच्ने, सब्जी बेच्ने, आलु बेच्ने, यस्ता किसानहरूलाई, यस्ता मजदुरी गरेर उत्पादन गर्ने किसानहरूलाई पेटमा चाहिँ लात हानेको छ। हामीले भनेको थियौं चुनाव अगाडि, अध्यक्ष साहबले भन्नुभएको थियो हामी सरकारमा आइसकेपछि यिनीहरू सबैमा ताला लाउँछौँ भनेर भनेको थियो। र हेर्नुहोस् स्थिति त्यो खाले छ है सिक्किममा। अब यो चाहिँ सिक्किम अर्ग्यानिक एउटा स्टेट हो र अर्ग्यानिक स्टेटमा अर्ग्यानिक त्यसरी साग सब्जीहरू चाहिँ गाई बस्तुलाई नबिकेर दिनु भनेको लाजस्मर्दो कुरा हो। यो चाहिँ अब बाहिरतिर हेर्यौं भने अर्ग्यानिकको कस्तो भ्याल्यु छ हैन। अब अहिलेको सरकारले त्यसलाई राम्रोसँगले व्यवस्थित गर्न सकेको छैन। हालैमा हामीले हेर्यौं भने भियतनाममा जुन चाहिँ अर्ग्यानिकको चामल हो भनेर, अर्ग्यानिक सिक्किमको चामल हो अर्ग्यानिक भनेर चाहिँ बिहारको चामललाई यो अहिलेको वर्तमान सरकारले बेच्यो। त्यसरी बेचेर चाहिँ अन्तर्राष्ट्रिय स्तरमा सिक्किमको बदनाम भएको छ। सिक्किमको अर्ग्यानिक जुन चाहिँ एउटा ब्रान्डको नाम छ त्यसको ध्वजा उडेको छ, त्यसको खिल्ली उडाइएको छ। र त्यसरी नै अन्य देशहरूमा त्यसरी बिहारको चामल चाहिँ सिक्किमको हो भनेर चाहिँ अब त्यसरी पठाउँदाखेरि बदनाम भएको छैन। त्यसरी बाहिर हुनु चाहिँ डिमान्ड चाहिँ त्यस्तो खालको छ। अब आजै मात्रै हामीले हेर्यौं भने यो सोलोमन आइल्यान्ड भन्नेमा चाहिँ 300 किलो डल्ले खोर्सानी, अहिलेको सरकारले त डल्ले खोर्सानी त चामलिङ सापले रोप्नु लायो भनेर गीत बनाएको है, गीत गाउने सिङ्गरहरूको हो, तपाईहरुलाई याद छ। अहिलेको वर्तमान सरकारले त्यसरी गीत बनाएको, तर त्यही डल्लेले चाहिँ अहिले इज्जत बचाएको जस्तो हामीले देखिरहेको छ। आज मात्रै 300 किलो डल्ले खोर्सानी, आज मात्रै 300 किलो डल्ले खोर्सानी चाहिँ तपाईको सोलोमन आइल्यान्डमा चाहिँ अर्ग्यानिक हो भनेर जीआई ट्याग गरेर चाहिँ त्यसरी
पठाइएको छ। तर यसमा पनि हुनसक्छ हामीलाई शङ्का छ, भारत सरकारले यसमा पनि निगरानी गरिदिया जाओस् होइन। किनभने हामीले यो सरकारको काम गरी हेऱ्यौँ नि, अब हिजो अस्ति भर्खर भियतनाममा चामल पठाउँदा बिहारको पठायो, त्यसरी बदनाम भयो होइन। यसमा पनि यो डल्ले काहीँ फेरि के भन्छ त्यसरी नै काहीँको डल्लेहरू ल्याएर इनअर्ग्यानिक डल्लेहरू पो बेच्दैछ कि। किनभने अब हेर्नुहोस्, हामी चाहिँ हाम्रो एसडिएफ पार्टीको दायित्व के हो भन्दाखेरि यो अर्ग्यानिक बनाउनुमा यसको इन्टलेक्चुअल प्रपर्टी हाम्रो र हामीले जिम्मा लिनुपर्छ होइन। यसलाई यदि अब भारत सरकारले पनि राम्रोसँगले यसलाई जाँच गरेर मात्रै बाहिर पठाइयोस्। किनभने सिक्किम बदनाम हुनु भनेको अर्ग्यानिक बदनाम हुनु हो, सिक्किमे जनता बदनाम हुनु हो। र हेर्नुहोस्, त्यसरी हाम्रो डिमान्ड छ, तर सिक्किममा त्यसरी अन्तर्राष्ट्रिय लेभलमा त्यसरी डिमान्डहरू देख्यो भने, तर सिक्किममा हेर्नुभयो भने अब अहिले मैले भने त्यो भिडियोमा हेर्नुभयो भने त्यो बहिनीले त्यो सब्जीहरू फ्यालिरहेको है, यो चाहिँ कस्तो भन्दाखेरि नजिकको तीर्था हेला भनेको जस्तो नि। अब यो माल पायो चाल नपाएको जस्तो हाम्रो यो अर्ग्यानिकलाई चाहिँ यसलाई अब जबसम्म हामीले हाम्रो जीवनमा होइन हामीले अर्ग्यानिकलाई अपनाउँदैनौँ होइन, यसको हामी जबसम्म हाम्रो जीवनमा हामी कन्ज्युम गर्दैनौँ होइन, त्यतिन्जेलसम्म त्यसको भ्याल्यु हुँदैन होला। कृपया गरी जति पनि तपाईँ हामी सागसब्जी जब किन्छौँ, सागसब्जी किन्दाखेरि बाहिरको सागसब्जीलाई अलिकति कन्ट्रोल गरेर चाहिँ हाम्रै किसान दाजुभाइहरूले होइन 10 नङ्ग्रा ख्याएर होइन आफ्नो पाखुरा बजाएर उत्पादन गरेको अर्ग्यानिक जुन चाहिँ प्रडक्ट छ त्यसलाई नै चाहिँ हामीले खरिद गरिदिउँ, ताकि उनीहरूकोमा एक दुई पैसा भए पनि उनीहरूको गोजीमा होस्, उनीहरूलाई उत्साह मिलोस् होइन, उनीहरूलाई इन्करेज होस् कि ओहो यो मेरो सामान बिक्दैछ, मैले उत्पादन गरेको जति पनि सागसब्जीहरू छ यो प्रडक्सन हुँदो रहेछ, सिक्किमकै मान्छेले किन्दो रहेछ भन्ने खेती किसान गर्नेहरूलाई पनि जोस चलोस् होइन। अब हुन चाहिँ संसारमा कोही पनि यस्तो खालके मानिस छैन जसले चाहिँ सागसब्जी खाँदैन, सबैले खाने हो। र हाम्रै घर आँगनमा उब्जेको, हाम्रै सिक्किममा उब्जेको अर्ग्यानिक सागसब्जी खाउँ होइन। र तपाईँहरूले पनि जतिले भिडियो हेर्नुहुँदैछ तपाईँहरूले पनि कृपया गरी इन्करेज गर्नुहोस्, त्यसरी किनिदिनुहोस् तपाईँहरूले पनि होइन। र खास गरेर सरकारले चाहिँ यसमा राम्रोसँगले काम गर्नुपर्ने देखेका छौँ। यो मैले अघि भनिहालेँ, ठुलो महलहरू आयो होइन, त्यहाँनिर सबै पाइहाल्छ, त्यहाँ इनअर्ग्यानिक सिलगढीबाट सबै आइहाल्छ, सस्तोमा पाउँछ होइन। र त्यसलाई पनि अलिकति नियन्त्रणमा ल्याएर चाहिँ यहीँको उत्पादनलाई चाहिँ बढौतरी दिने सरकारले भएर मेन चाहिँ सरकारको यसमा भूमिका हुनुपर्छ होइन। अब ठुलो यो महलहरू आउनु भनेको चाहिँ समुद्रमा चाहिँ ठुलो माछाले चाहिँ सानो माछा खाएको जस्तो हो भनेर हामीलाई त्यस्तो लागेको छ होइन। र आउनुहोस् हामी अर्ग्यानिक किनौँ है, अर्ग्यानिक बनाउँ र स्वस्थ रहौँ। धन्यवाद।